साथीहरू नमस्ते। आजको हाम्रो हाइकिङ टार्गेट चाहिँ नाम्चीसम्मको छ। यहाँ श्रम संस्कृति पार्कबाट हेरौँ कहाँसम्म पुगिन्छ। भेडार पुगिन्छ कि नाम्ची पुगिन्छ, अपडेट गर्दै गरौँला। आजको चाहिँ यस्तो छ। हामीले हाल श्रम संस्कृति पार्कको प्रवेशद्वारबाट मास्तिर लागिसक्यौँ। अहिले चाहिँ हामी समुद्र सतहबाट 560 मिटरको एलिभेसनमा छौँ। साथीहरू लो हामी चाहिँ लाग्यौँ है मास्तिर। अहिले अपडेट गर्दै गरौँला के कस्तो हुन्छ। हाम्रो पदयात्रा सुरु भयो। यहाँभित्र चाहिँ छिर्ने बित्तिकै एकदम शीतल हुन थालेको छ। सायद यही रुखहरूले गर्दाखेरि पनि होला। अब यस्तै हो, बाटो यस्तै छ। बिस्तारै बिस्तारै जाने हो, चढ्ने हो। उकालो हेरौँ है कहाँसम्म पुगिन्छ। अनि यहाँनिर त थाकेर शेष भयो। खै त्यो चाहिँ के कारणले गर्दाखेरि नबन्नेको होला। स्थानीय सरकारलाई पनि यसो ध्यान आकर्षण गराइदिएँ मैले यही मार्फत। यस्तै बाटो चाहिँ आनन्द हुन्थ्यो। यस्तै नै होला, माथिसम्म छ अरे नि त यस्तै बाटो। अब मलाई सबैभन्दा मनपर्ने क्षेत्र आउनु आँटेको छ है। यो चाहिँ मेरो सबभन्दा बेस्ट मनपर्ने एरिया हो। सदाबहार मनपर्ने एरिया है। यो चाहिँ एकदम राम्रो लाग्छ मलाई। वनस्पतिहरू छन्, फलफुलका बोटहरू छन्, शीतल छन्। यहाँनिर चाहिँ मलाई एकदम आनन्द लाग्छ यो बाटो हिँड्दाखेरि चाहिँ। यस्तो छ है साथीहरू, तपाईँहरू पनि यसो फिल गर्न सक्नुहुन्छ। यो बाटो चाहिँ मेरो फर्स्ट टाइम हिँडेको। यहाँसम्म चाहिँ म हिँडेको थिइनँ। अब यो बाटो हुँदै हुँदै हामी निस्किनुपर्छ अरे। यो खोला कटेर जहाँसम्म लाग्छ मलाई यो टावर्सतिर लाग्नुपर्छ होला। यो खोला कटेर म अपडेट गराउँदै गर्छु। मित्रहरू, हामी निरन्तर साँगडीगढीको यात्रामै छौँ। यो चाहिँ हाम्रो दोस्रो विश्राम हो। एकदम थकित मुद्रामा छौँ। पहिला पल्टनमा हुँदाखेरि राइफल र म जत्रै
झोला बोकेर गुन्डाहरूलाई खेदाउँथ्यौँ हामी। अहिले पेन्सन आएपछि चाहिँ खत्तम भयो। बियर खान थाल्यो, पेट सेट लाग्यो, नम्बरीहरू। तपाईँहरू चाहिँ अलिक स्वास्थ्यको ख्याल गर्नुहोस्, बियर धेर नखानुहोस्। कता हुनुहुन्छ, नेपालतिरै हुनुहुन्छ कि युकेतिर हुनुहुन्छ, यसो मुनि कमेन्ट गरेर एड्रेस छोडिदिनु होला। समय मिले सम्पर्क गरेर यसो गफ गरौँला। साथी हो यहाँनिर बाघचाल पनि खेल्नु भएछन् हाम्रा मित्रहरूले। कसले जितेछ यसो हेरेर कमेन्ट गरिदिनु होला। मेरो चाहिँ अलिकति समय भएन हेरिराख्ने, त्यही भएर तपाईँहरूले हेरेर जानकारी गरिदिनु होला है कसले जितेछ बाघचालमा भनेर। दारी पनि काट्ने बेला भएछ। मैले मेसिन पनि लिएर आएको छु घरबाट दारी काट्नलाई। एकपल्ट प्रकृतिसँग रमाउँदै दारी काट्दा कस्तो हुँदो रहेछ फिल गर्नु पर्यो भनेर। तपाईँहरू त काट्नु भ्याउनु हुन्न होला, समयको व्यस्तताले गरेर। म काट्छु, फिल लिनुहोस् है हजुर। हजुर काटिसकेँ मैले चाहिँ। अलिक ह्यान्डसम पनि देख्यो जस्तो लाग्यो। तपाईँहरू चाहिँ फिल लिनुहोस्। मैले चाहिँ पुरै 100% फिलिङ्समा डुबेरै काटेँ। एकदम बब्बाल भयो, दामी भयो। अहिले चाहिँ गोरी सफा हेन्सी फिलिङ भयो। अघि चाहिँ काले मैला हेन्सी नफिलिङ थियो। लु यस्तो छ बाटो चाहिँ। आधी बाटो आइपुग्यौँ होला जस्तो लाग्छ। हिँडेको हामी 2 घन्टा जति भयो। 4 घन्टाको टार्गेट छ। बाटो यस्तो छ, सुन्दर राम्रो। यहाँनिर यस्तो छ बाटो चाहिँ साथी हो। यही जङ्गलमा पहिला ह्यारी पोटरको पनि सुटिङ भएको थियो अरे यो रुखहरूतिर। हामी चाहिँ अब यो बाटो हुँदै 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 अब लगभग 45 मिनट जतिमा पुगिन्छ भन्ने कुरा अरू पैदल यात्री दाजुभाइ दिदीबहिनीहरूले जानकारी दिनुभयो। यहाँबाट धरानको भ्यू चाहिँ यस्तो देख्दो रहेछ है। मजाले देख्दो रहेछ, यस्तो देख्दो रहेछ धरानको चाहिँ भ्यू चाहिँ। यतिको चाहिँ धरानको भ्यू देखेकै हो यहाँबाट, बब्बाल देख्दो रहेछ। र तपाईँहरूलाई पनि मैले हल्का साइड सिन चाहिँ गराएँ। अब भन्दै फेरि म चाहिँ यहाँबाट मास्तिरै लाग्नुपर्ने छ। यताबाट 45 मिनट नन स्टप हिँडिसकेपछि चाहिँ पुगिन्छ भन्ने कुरा
जानकारी पाएर पुरै हौसिरहेको छु म त रनिङ हान्नु खोज्दैछु हेरौँ हानिन्छ हानिँदैन अहिले फेरिको दारी काटेपछि त गोड सफा ह्यान्सी फिलिङ भइहालिएछ नि हौ गाँठे अनि यो बाटो चाहिँ पहिला धनकुटा हिलेको बाटो नखोल्दाखेरिको हाम्रा पुर्खाहरूले नुन बोक्नु हुन्थ्यो अरे भन्ने कुरा सबैजनालाई थाहा नै होला अहिले चाहिँ पछिल्लो चरणमा चाहिँ यो बाटोलाई चाहिँ अलिक परिमार्जित गरेर पैदल यात्रा हिँड्ने ठाउँ बनाएको छन् सहज पनि छ पहिला चाहिँ फुस्रेबाट ढाकरमा नुन बोकेर हाम्रा तपाईँका पुर्खाहरू हिँड्नुहुन्थ्यो अरे यो बाटो अब चाहिँ चुचुरो पनि आएछ गाडी पनि यहाँबाट घुमेर देखाइदिनु पर्यो यो झन्डा भएकोमा पुग्नुपर्ने छ हामी 45 मिनट जति लाग्छ भन्ने जानकारी आएको छ हामी युद्धस्तरमै जाँदैछौँ पुग्नुपर्ने ठाउँ चाहिँ त्यो हो हामी अहिले यहाँबाट हेर्दाखेरि त्यस्तो देखिन्छ अब यहाँ पुग्नुपर्ने छ 45 मिनट लाग्छ अरे यो बाटो चाहिँ यस्तै छ अगाडि लम्किँदैछौँ नि हामी बिस्तारै बिस्तारै लम्किँदैछौँ नि बाटोको वस्तुस्थितिहरू त्यस्तो छ है हालसम्म हामी आधी बाटो हिँडियो बाटोहरू चाहिँ ठिक छ अहिलेसम्म त्यस्तो जटिल डेन्जरहरू चाहिँ छैन सामान्य सबैजनाले हिँड्नु सक्ने खालको नै छ बाटो त्यस्तै आजको हाम्रो लास्ट स्टेसन हो यो खाजा कफी तयारी हुँदैछ कप नुडल्स हिट हुँदैछ यो के अरे तपपोकी राइस केक यो यस्तो छ अनि यो परबाट देखिरहेको भडाङ चढिसकेपछि अब हाम्रो गन्तव्य पुरा हुने रहेछ साँगुडी गढीसम्म हाम्रो लास्ट स्टेसन हो यो चाहिँ खाजाको छिन अब ब्रेक हुन्छ अनि त्यसपछि आराम गरेर हामी मासतिर चढ्छौँ आइज त यता आइज बिस्कुट लिएको भनेको होइन आइज नत्र 10 रुपियाँ दिएर पठाउनुपर्छ आइज 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 बिस्कुट किनेर खान्छ नि 10 रुपियाँ दियो भने आइज 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 हेर नमस्ते कर भाइ नमस्ते नमस्ते कर नमस्ते नमस्ते कर देऊ न त्यसलाई केही खानेकुरा छ भने बिस्कुट ल्याइएन
छैन है 10 रुपियाँ देऊ न त त्यसलाई यसले बुझ्छ नि होइन दादा बिस्कुट किनेर खान्छ होला काँक्रा मात्रै हो वाइ पनि बुझ्दैन बटरफ्लाई पुरै नाच्दैछ हौ मलाई देखेर खुसी भइरहेछ खेम दादा भन्दै साथीहरू हामी फाइनल्ली सागडीगढी आइपुग्यो समयको अभावले गर्दाखेरि हामी बेसी बसिन जस्तो लागेन तर आजको अपडेट चाहिँ तपाईँहरूलाई म के दिन चाहन्छु भने हामी 3 घन्टा 41 मिनटमा आइपुगेको रहेछौँ एकदम मजाले रिल्याक्स गरेर आरामले टेन्सन फ्री गीत गाउँदै खाजा खाँदै बाटोमा सिली बक्सहरू पनि खाली गर्दै अनि हाम्रो एभरेज स्पिड चाहिँ 1.29 किलोमिटर पर आवरको भयो अनि यो तल श्रम संस्कृति पार्कदेखि सागडीगढीसम्म चाहिँ त्यसको डिस्टेन्स नाप्दाखेरि चाहिँ 4.77 किलोमिटर रहेछ यो जानकारी तपाईँहरूलाई दिएँ मैले अनि एउटा अनुरोध चाहिँ के गर्नु पनि चाहे भने मैले बाटोमा आउँदाखेरि खाजा खाँदाखेरि तपाईँहरूले कृपया फोहोर नगरिदिनु होला आफूले लिएको खाजा खाएको सामानहरू व्यवस्थित गरेरै जानु होला भन्ने कुरा जानकारी गराउँदछु धन्यवाद एक राउन्ड चाहिँ डुलाइन्छ तपाईँहरूलाई सागडीगढी यस्तो छ है सागडीगढी अब हामी तल झर्नुपर्ने भएको कारणले गर्दाखेरि अहिले काकाले 3:20 हाल्यो त्यो भएर ढिलो हुन्छ भनेर अब हामी चाहिँ युद्ध स्तरमा तल झर्दैछौँ